साथीहरू नमस्ते नमस्कार सन्चै आए हुनुहुन्छ होला हामी पनि सन्चै आराम छौँ। हामी चाहिँ आज यहाँ अब आलु रोप्नको लागि यहाँ एकचोटि कुखुराको मल अहिले सुँगुरको मल हालेर चाहिँ कुखुराको जतिको हाल्यो मल कुखुराको मल यतिको हालेर चाहिँ यहाँ चाहिँ आलु रोप्नलाई तयारी गर्दैछौँ। आज चाहिँ आलु रोपिदिनु पर्यो भनेर सुँगुरको मल ल्याउनु बुवाले खन्दैछन् पर चाहिँ खन्नको लागि यहाँसम्म चाहिँ रोप्नुपर्छ आलु यहाँबाट चाहिँ आलु रोप्नुपर्छ। एउटा ताँको कहाँबाट जागेछ यो आधी चाहिँ आलु रोपेर आधी चाहिँ लसुन प्याजहरू सागहरू हुनुपर्छ। साग पनि अस्ति हालेको बिरुवा अगाडि चाहिँ उम्रेछ त्यो चाहिँ एकदम बाक्लो भएछ मासतिर खाली जस्तो त्यसलाई चाहिँ सार्नु पर्नेछ। सार्ने बेला लगभग हुँदैछ। काँक्राको झ्याङ पनि जाग्दैछ एउटा यहाँ पनि जागेको छ। अर्को यहाँ छ यो काँक्राको झ्याङ यसलाई चाहिँ जोगाउनको लागि थाङ्गासँग लाउनु पर्ने छ। अस्ति पहिलेको खोर्सानी सारेछ अहिले चाहिँ छिपेर छ। एउटा चाहिँ फल्नलाई फुल्दैछ। यो चाहिँ भर्खर पात फेरिँदैछ। यो चाहिँ छिपेकै खोर्सानी रहेछ। अर्को चाहिँ मजाले जागिहाल्यो। यहाँ चाहिँ आलु रोप्नको तयारी हुन्छ। आज चाहिँ हामी आलु रोप्नको लागि मल छर्दैछौँ। हामी चाहिँ यहाँ परदेखि यहाँसम्म चाहिँ आलु रोप्यौँ। कसले आएको अझ यहाँ छ आलुको बिउ बोरामा छन् कति यता मासतिर नि कतिसम्म छ त्यतिसम्म चाहिँ रोप्नुपर्ने। कुखुराको मल हालेर त्यहाँ चाहिँ सुँगुरको मल हाल्दै रोप्दैछौँ। चाहिँ रोपिहाल्यो यहाँसम्म। अब चाहिँ ताँसतिर कहाँसम्म पुग्छ त्यति चाहिँ आलु रोप्नु पर्ला। पुरा सिधा पारेर ल्याऊ यता म आउँदैछु। पछाडिको आलु सर उतार्नु पर्छ। आलु उतार्नु पर्दैछ हौ त्यहाँनिर होइन अर्कै छ एउटा छोप्यो। ड्याङ नजिक हुँदैछ। ल हामीले चाहिँ आलु रोप्यौँ। एउटा दुईवटा ड्याङ चाहिँ आलुको यता मासतिर यो त्यो तिनवटा ड्याङ चाहिँ यो चाहिँ लसुन रोपेको। अहिले चाहिँ यति रोपिसकेको छौँ। आलु र लसुन चाहिँ रोपिसक्यो। ल आज चाहिँ रात पऱ्यो यहाँ खोरमा छानो हुन्छ। अहिले चाहिँ हालचालको लागि चाहिँ टिकको पत्ताको छानो बनाएर चाहिँ पाखा सार्नलाई बनाएँ। त्यहाँ माथि सिक्दैन
यस्तो छ अहिले ल हामीले त्यो खोरलाई चाहिँ यस्तो सानो बनायौँ यसलाई चाहिँ यहाँ सुँगुरको पाटा सार्नको लागि चाहिँ टिकको पत्ताको छोराले भिजाउँदैछ खाना यो उठाउने बेला भइसकेको हुन् लगभग 2 2.5 3 छन् अहिले छाना चाहिँ यस्तो टिकको पत्ताको यहाँदेखि छाना लगाइदिएर अहिले शीत झर्छ होला यो पाखालाई अलिकति गाह्रो हुन्छ भनेर टिकको पत्ताको छाना लगाइदिएर पाठाहरू यहाँ यतापट्टि यो पानी बगेर जान्छ यहाँ पानी जमिन थालेछ पानी यता चाहिँ यो खोर्सानीतिर अद्दा पनि खासै कष्ट आएन कुखुराले सक्ने भयो आलु 2 ड्याङ र यो माथिको 3 ड्याङ चाहिँ लसुन यता मासतिर चाहिँ सागहरू बकुल्ला मुलाहरू रोप्नुपर्ने छ सागको बिरुवा भर्खर हुँदैछ ए रुपेश यहाँ यो कुलो खनिदिनुपर्छ कोदाल चाहिँ लिएर आइज त यहाँ यसो कुलो खनेर यहाँ हालिदिनु अन्त राम्रो कोदाल लिएर आइज यहाँ चाहिँ सुँगुरको मल पखालेको पानी पखालेको चाहिँ यहाँबाट सिधै आएर आएर चाहिँ आलुबारीतिर जाने ठाउँ